पानी सानी भर्ने बेला भइसक्यो। अहिले कति 6 बज्यो। यहाँ राति पानी परेर राति 2 बजे रातितिर पानी परेर यहाँ कस्तो माथि कुहिरो लागेको छ उसमा फर्कमा। यता यहाँ राजाको हालत अर्कै छ। गुड मर्निङ फ्रम सल्यान। आज चाहिँ हामी सल्यानबाट सिधै घर नेपालगञ्ज को यात्रा हुन्छ हाम्रो। त्यसपछि के हुन्छ भन्ने कुरा म बिस्तारै भ्लग मार्फत देखाउँछु। यता चुलेसिले काट्न यति मन कति मन होला यो हात काट्यो। हामी चाहिँ घरको लागि निक्लेको। अनि गरेर जानु लाग्यो हो यहाँ मामा। हामी अब घरतिर जानु लाग्यो सबैजना फ्यामिली। ल बोइल ल नपा त तल फेरि दाग लगाएर रहेछ। त्यति राइट जति छ कि पैसा हारेर दाइले हिँड्छ। दाइ पैसा बिरामी हुनुहुन्छ यहाँ। गरिमा पनि जाने। बाई ल जखा बाई फेरि गर त फेरि गर त। अमित लानु अमित फेरि रोइदैन। दाइले 400 हार्नु जामिन कि वहाँ पछाडि डिकीमा बसिनु जाना बिर्सना सला मामाले त उता घुप्ट्याउरे के अरे उहाँ सङ्गमुल पुग्यो पनि फर्किजानु त्यो माछा त। अब हामी आर्जुलाई लिन जाँदैछौँ। आर्जुलाई ल्याएर फेरि अब हामी पछाडि 4 जना हुन्छौँ होइन। 4 जना हुन्छौँ। त्यसपछि अहिले आर्जु आयो भने फेरि अहिले नाच्दै छुट्टै रमाइलो हुन्छ। पाइन ट्री डाँडै फुर्के सल्लो मायाको गाउँ त चिने। माया भने युलाई माया भन्छ। गर्लफ्रेन्डको गाउँ त चिने यही गाउँ हो। घर चिन्न सकिन्न वल्लो हो कि पल्लो अब कुन चाहिँ यो हो कि त्यो हो कि त्यो हो कि त्यो हो भनेर यसरी हेर्दै यो हजारी यसरी स्वागत गरिरहेको छ। यो एउटा यो जेठानको घर मेरो यो अब यिनी पसेर धेरै जिन्जभाइ यस्तो पक्की गरेर फुलावरहरू मान्छेले यो भ्लग बनाउनु पर्दैन। आर्जुलाई हाल्दैन म सबै बोलाउ चाहिँ हालेको छु बनाएको छु। घर सोधेको त्यो चाहिँ गरेको छु टोकेर पनि आउनु अब यही हो पक्कै पनि यही हो मेरो खुसरा अगाडि यही हो। ग्रिन टी भएको यो म यहाँ आएर सुत्या पनि छ। ल आज स्वागत गर्न चाहिँ नि खुल्सुले होइन पक्कै यही हो। नभए भने ल म ठेक्का लिन्छु ल ग्यारेन्टी हो। यो पो एक्साइटेड छ त धेरै। यत्रो छ नि त योभन्दा कत्रो हुन्छ त्यहाँ यही हो। त्यही त गरेर मलाई स्वागत गर्ने हो। नमस्ते खै को हो घर तिम्रो मात्र होइन मेरो पनि भिडियो भन्छ नि यस्तो बनाउँछु म। लामो गरे कि छड्के गरे मामाको भ्लग त छड्के चिन्नु भएछ देखिन्थ्यो। यहाँबाट पछाडिबाट राम्रो आएछ म हालिदिउँ ल। अझैसम्म हेर्नुहुन्छ कति बाजे हुनुहुन्छ। कुन घर हो त? यो त पक्कै होला।
डेनमार्कबाट आउनु भएको हाम्रो विदेशी भाग्यमानी भयो। तपाईँ नमस्ते गर्नुहुन्छ क्या? अनि एक्सको गरौँ। फोटो खिचौँ बुवा। पहिला फोटो खिचौँ। फोटो मामाको माथि मुभी पनि सबै पुरा सब मौरी पालन अर्ग्यानिक मह गराउनको लागि चाहिँ यति फेरि हामी यहाँ तोताउड मैनाउड गेम खेलेर यहाँ गेममा यहाँ हारी चाहिँ छेक्यो। कस्तो राम्रो ठाउँ त्यो त मलाई आउँदैन। रक पेपर सिजर्स तपाईँ किन जोड्छु? रक पेपर हजुर लाउनु भएन गयो गयो कोही हात देखा त यिनीहरूको हात ना यहीँ रमाइलो भएर चढ्न। रक पेपर यार ये क्या है? ये नहीं साइकोलॉजी चेंज हो रही है, कुछ करना पड़ेगा अलग डिफरेंट। कसले कसले खाए? मैले पनि खाएँ। सिजरले खान्छ यसलाई? पेपर ल मार न दोनो दोनो को बाबा अर्जुलाई खुवाइदेऊ है। यता देखा न भगवान टाउको माथि निकाल्छ। यता देखा न यता के त भिना छ देखा। उ यही छ त अझै बाटोमा। यिनीहरू त चरा जस्तो बनिने रहेछन् कुखुराहरू। एउटा मारि धेरै यसले त पज गरेर ल्याउनु त यसलाई पनि पज गरेर वन कुखुरा चल हामीले बाघेरी पुग्दा हो भने अबले गाडी बाइक चाहिँ कहाँ जाने बेलाहरू बाबा बाघ देख्छ भन्नुभएको थियो नि बाबु र माई बाइकमा जाने बेला कि बाघको डरलाई गर्नु कता हो क्या? अब 1 घन्टाभित्र घर पुग्छौँ। त्यसपछि बाइकमा जानेलाई त भोलि पर्सि 2-3 दिनपछि चाहिँ फेरि घर जान्छ। यो एरियामा यहाँदेखि उता सुर्खेत जाने ठाउँसम्म बर्दियासम्म मान्छे खाइरहेको छ। Condition be like अब यो चाहिँ भोलि आउँछ। हिजोसम्म आज साँझसम्म गयो।